आदरणीय प्यारा विद्यार्थी भाइ बहिनीहरू, नमस्कार। म धीरेन्द्र नेपाली। सधैँ जसो आज पनि म अभ्यासका है समाधानहरू लिएर उपस्थित भइसकेको छु। आज हामी युनिट 5 प्रॉफिट एन्ड लस नाफा र नोक्सानको बारेमा चाहिँ कुरा गर्न गइरहेका छौँ। नाफा र नोक्सानका प्रश्नहरूको बारेमा चाहिँ छलफल र यसका समाधान गर्न गइरहेका छौँ। हवस् त आजको भिडियो स्टार्ट गरौँ। यदि भिडियोमा नयाँ हुनुहुन्छ भने भिडियोलाई लाइक, च्यानललाई सब्स्क्राइब र आफ्ना साथीहरूलाई सेयर गर्न पक्कै पनि नबिर्सनु होला भन्दै आजको भिडियोमा हामी अगाडि बढ्छौँ। सबैभन्दा पहिले त हामी नाफा र नोक्सान पढ्दै गर्दाखेरि नाफा र नोक्सान भनेको के हो त भन्ने कुराको जानकारी प्राप्त गर्न एकदमै जरुरी हुन्छ है। हामीले दैनिक जीवनमा विभिन्न सामानहरू किन्ने र बेच्ने गर्छौँ। यो चाहिँ हाम्रो दैनिक जीवनसँगै सम्बन्धित कुरा हो। यसमा चाहिँ क्रय मूल्य भनेको कुनै सामान किन्न लागेको जम्मा रकम वा पसलेले सामान किनेको मूल्यलाई के भनिन्छ? क्रय मूल्य भनिन्छ। हामीले किन्न लागेको वा पसलेले किनेको मूल्यलाई क्रय मूल्य भनिन्छ। विक्रय मूल्य सेलिङ प्राइस एसपी, कुनै सामान ग्राहकलाई बेचिएको मूल्यलाई विक्रय मूल्य भनिन्छ। बेचिएको मूल्यलाई चाहिँ के भनिन्छ? विक्रय मूल्य भनिन्छ। अङ्कित मूल्य मार्केट प्राइस एमपी, कुनै सामानमा वा त्यसको ट्याग लेबलमा लेखिएको अथवा तोकिएको मूल्यलाई अङ्कित मूल्य भनिन्छ। कुनै पनि सामानको ट्याग तपाईले बजारमा चाहिँ सामान किन्दाखेरि एउटा ट्याग देख्न सक्नुहुन्छ, कपडाको ट्यागहरू, सामानको ट्यागहरू, अनि त्यसमा लेखिएको मूल्यलाई चाहिँ के भनिन्छ? अङ्कित मूल्य है। अथवा व्यापारीले तोक्ने मूल्यलाई, सुरुको मूल्यलाई चाहिँ अङ्कित मूल्य भनिन्छ। अब छ छुट, डिस्काउन्ट। अङ्कित मूल्यमा ग्राहकलाई दिने छुट वा घटाउने रकमलाई छुट रकम भनिन्छ है। अङ्कित मूल्यमा है ग्राहकले पसलेले सबैभन्दा भनेको सुरुको मूल्य अथवा अङ्कित मूल्यमा ग्राहकलाई दिने छुट वा घटाउने रकमलाई छुट रकम भनिन्छ। नाफा, यदि कुनै सामान किनेको मूल्यभन्दा बढी मूल्यमा बेचियो भने नाफा हुन्छ। यो त स्वाभाविक पनि भइहाल्यो होइन। यदि कुनै सामान हामीले किन्यौँ र त्यो किनेको मूल्यभन्दा बेच्दाखेरि मूल्य बढी भयो भने त्यतिखेर चाहिँ हामीलाई के हुन्छ? नाफा हुन्छ। त्यसैले नाफाको सूत्र चाहिँ, नाफा पत्ता लगाउनलाई चाहिँ विक्रय मूल्य माइनस क्रय मूल्य गर्नुपर्छ। नोक्सान, यदि कुनै सामान किनेको मूल्यभन्दा कम मूल्यमा बेचियो भने घाटा हुन्छ। नोक्सान पत्ता लगाउन चाहिँ हामीले क्रय मूल्य माइनस विक्रय मूल्य गर्नुपर्ने हुन्छ है। अब कुनै पनि पाठ पढ्नुभन्दा अगाडि चाहिँ हामीले त्यो पाठ किन पढ्नुपर्छ, के कारणले पढ्नुपर्छ भन्ने कुराको जानकारी हुनु एकदमै आवश्यक छ। नाफा र नोक्सान त हाम्रो व्यवहारिक जीवनमा चाहिँ एकदमै काम लाग्ने कुरा हो। यो चाहिँ हाम्रो वास्तविक जीवनमा पनि धेरै काम लाग्ने कुरा हो होइन। नाफा र नोक्सान व्यवहारिक गर्नु चाहिँ एक अत्यन्तै महत्त्वपूर्ण अङ्ग हो। यो विषय पढ्नका मुख्य कारणहरू निम्नानुसार रहेका छन्। जस्तै व्यवहारिक जीवनमा आर्थिक व्यवस्थापन, बजारमा सामान किन्दा वा बेच्दा सही मूल्य पत्ता लगाउन, छुट गणना गर्न, ठगिनबाट जोगिन है। व्यापार व्यवसाय सञ्चालन, भविष्यमा कुनै व्यापार वा व्यवसाय गर्दा आय व्यय नाफा प्रतिशत र नोक्सान प्रतिशत गणना गरी व्यावसायिक योजना बनाउन पनि हामीले नाफा नोक्सान पढ्न जरुरी छ। कर तथा बैंकमा कारोबार बुझ्न भ्याट, छुट, ऋण, ब्याज, कमिसन जस्ता वित्तीय शब्द गणनाहरूलाई सहजै रूपमा बुझ्नका लागि पनि हामी नाफा नोक्सान पढ्नुपर्छ। तार्किक तथा गणितीय क्षमताको विकास, गणितीय समस्याहरू हल गर्न, क्षमता अभिवृद्धि गर्न पनि यसले चाहिँ सहयोग गर्छ। अब यसका प्रश्नहरू चाहिँ यस युनिटमा भएका प्रश्नहरू समाधान गर्नका लागि चाहिने हामीलाई विशेष फर्मुलाहरू चाहिन्छ होइन। ती फर्मुलाहरूलाई चाहिँ मैले यसरी चाहिँ स्टेप बाई स्टेपहरू भन्न गइरहेको छु। पहिलो छ विक्रय मूल्य, अङ्कित मूल्य र छुट रकमको सम्बन्ध। विक्रय मूल्य, अङ्कित मूल्य र छुट रकम दिएको अवस्थामा विक्रय मूल्य पत्ता लगाउने, अङ्कित मूल्य र छुट रकम दिएको अवस्थामा है, अङ्कित मूल्य र छुट रकम दिएको अवस्थामा विक्रय मूल्य पत्ता लगाउने सूत्र हुन्छ अङ्कित मूल्य माइनस छुट रकम। अङ्कित मूल्य पत्ता लगाउने अब चाहिँ विक्रय मूल्य र छुट रकम दिएको बेला चाहिँ के गर्नु पर्यो? अङ्कित मूल्य पत्ता लगाउनलाई चाहिँ विक्रय मूल्य प्लस छुट रकम गर्नु पर्यो। यदि अङ्कित मूल्य र विक्रय मूल्य दिएको छ भने छुट रकम पत्ता लगाउनलाई चाहिँ अङ्कित मूल्य माइनस विक्रय मूल्य गर्नुपर्छ। छुट प्रतिशत र दिएको बेला यदि छुट प्रतिशत दिएको छ, छुट रकम पत्ता लगाऊ भने अङ्कित मूल्यको डिस्काउन्ट इक्वल टु एमपी इन्टु डिस्काउन्ट पर्सेन्ट अपन डिस्काउन्ट भनेको छ है। जस्तै अब अङ्कित मूल्य पनि दिएको छ र डिस्काउन्ट पर्सेन्ट दिएर हामीलाई छुट प्रतिशत दिएर हामीलाई विक्रय मूल्य एसपी निकाल भन्यो भने के गर्ने? अङ्कित मूल्य माइनस अङ्कित मूल्यको छुट प्रतिशत अथवा एमपी माइनस एमपी टाइम्स डिस्काउन्ट पर्सेन्ट अपन 100 अथवा एमपी टाइम्स यो एमपी र एमपीमा एउटा एमपी बाहिर कमन लिएर लेखेको है। अनि 1 एमपी यहाँ कमन लिएपछि 1 बच्यो, 1 माइनस
डिस्काउन्ट पर्सेन्ट अपन 100, डिस्काउन्ट अपन 100% है। छुट प्रतिशत निकाल्ने सूत्र, छुट प्रतिशत निकाल्ने सूत्र चाहिँ छुट रकम अपन अङ्कित मूल्य इन्टु 100% हुन्छ। नाफा र नोक्सान सम्बन्धमा नाफा भनेको एसपी माइनस सिपी गर्ने, विक्रय मूल्य माइनस क्रय मूल्य, नोक्सान हुँदाखेरि क्रय मूल्य माइनस विक्रय मूल्य। नाफा प्रतिशत पत्ता लगाउनको लागि चाहिँ नाफा प्रतिशत पत्ता लगाउनलाई चाहिँ नाफा वास्तविक नाफा अपन क्रय मूल्य इन्टु 100%, नोक्सान प्रतिशत पत्ता लगाउनलाई चाहिँ नोक्सान अपन क्रय मूल्य इन्टु 100%। यसरी चाहिँ हामीले यी फर्मुलाहरूलाई चाहिँ एकदमै सजिलैसँग याद गर्न सक्छौँ र तपाईँहरूले एकदमसँग यही सबै फर्मुलाहरू तपाईँले याद गर्नुभयो भने अभ्यासका हिसाबहरू एकदमै सरल तरिकाले गर्न सक्छौँ है त। ल अब हामी 4 अभ्यास 5.1 का सम्पूर्ण प्रश्नहरूको समाधान हेर्न गइरहेका छौँ। भिडियो पज गर्दै हजुरहरूले लेख्न सक्नुहुन्छ, बुझ्न सक्नुहुन्छ। एकदमै सरल तरिकाले ब्रेकडाउन गरेर मैले चाहिँ यहाँ दिएको छु है त। ल सुरुमा छ यहाँ चाहिँ तालिका टेबलहरू छ। 1 नम्बरको प्रश्नमा तलका वस्तुहरूको विक्रय मूल्य पत्ता लगाउनुहोस्। यहाँ चाहिँ अङ्कित मूल्य र छुट रकम दिएर विक्रय मूल्य पत्ता लगाउनुहोस् भनिरहेको छ। अब किताबको दिएको है प्रश्नले दिएको कुरा चाहिँ छ अङ्कित मूल्य बराबर रु 480, छुट रकम बराबर रु 48। अङ्कित मूल्य र छुट रकम चाहिँ हामीलाई प्रश्नले दिएको छ भने पत्ता लगाउनु पर्ने के छ, विक्रय मूल्य चाहिँ पत्ता लगाउनु पर्ने छ। अब अङ्कित मूल्य र छुट रकम दिएको बेला विक्रय मूल्य पत्ता लगाउने सूत्र हामीलाई थाहा छ। विक्रय मूल्य बराबर के हुन्छ, अङ्कित मूल्य र छुट रकम दिएको बेला अङ्कित मूल्य माइनस छुट रकम हुन्छ। भनेपछि 480 र 48 घटाउँदा कति भयो, 432 रुपियाँ भयो। तपाईँले नाफा नोक्सानको हिसाबमा चाहिँ रु लेख्न चाहिँ नछुटाउनु होला है। रु 480 माइनस रु 48 बराबर रु 432 हो। रु लेख्न चाहिँ नछुटाउनु होला। उत्तर अत किताबको विक्रय मूल्य रु 432 हो। माथि पनि रु लेख्नुपर्छ, मैले चाहिँ यहाँ छुटाएको छु है, तर तपाईँहरूले नछुटाउनु होला। अब प्रश्न नम्बर 1 का सम्पूर्ण हिसाबहरू यसरी नै गर्ने हो। अङ्कित मूल्य र छुट रकम दिएको छ भने बीमा पत्ता लगाउने, एमपी माइनस छुट गर्ने भइहाल्छ है। अब चाहिँ हेर्दै लेख्न सक्नुहुन्छ हजुरहरूले। सूत्र यहाँ चाहिँ सूत्र जाने भने अरू चाहिँ सकिहालिन्छ। ल प्रश्न नम्बर 2 मा चाहिँ अङ्कित मूल्य र छुट प्रतिशत दिएर हामीलाई चाहिँ विक्रय मूल्य पत्ता लगाऊ भनेको छ है। पहिला 1 नम्बरको प्रश्नमा चाहिँ हामीलाई अङ्कित मूल्य र छुट रकम दिएको थियो भने यहाँ चाहिँ छुट प्रतिशत दिएको छ। यहाँ चाहिँ हामीले छुट रकम निकाल्नु पर्ने हुन्छ। जस्तै प्रश्न नम्बर क को हिसाबमा घडीको अब क्वेसन नै दिएको छ अङ्कित मूल्य रु 2200, छुट प्रतिशत चाहिँ 15%, पत्ता लगाउनु पर्ने चाहिँ विक्रय मूल्य। हामीलाई थाहा छ कि छुट रकम भनेको चाहिँ के हो, पहिला हामीले छुट रकम पत्ता लगाउनुपर्छ है। एमपी भनेको अङ्कित मूल्यको छुट प्रतिशत। अङ्कित मूल्यको छ 2200 चाहिँ, अङ्कित मूल्य चाहिँ 2200 छ। को भनेको गुणान हो र 15% प्रतिशतलाई चेन्ज गर्दाखेरि चाहिँ 15% हटाउँदाखेरि 100 ले भाग गर्ने चलन छ। 15/100 यो 2वटा 0 ले यो 2वटा 0 लाई काट्यो, 22/15 गर्दाखेरि रु 330 अथवा यसलाई चाहिँ क्याल्कुलेसन गर्दाखेरि रु 330 रुपियाँ चाहिँ आयो है। त्यसैले विक्रय मूल्य अब फेरि हामीलाई थाहा छ अब छुट रकम दिएकोलाई विक्रय मूल्य के हुन्छ भन्दाखेरि विक्रय मूल्य बराबर एमपी माइनस छुट रकम। एमपी भनेको अङ्कित मूल्य मार्केट प्राइस, त्यसैले चाहिँ 2200 माइनस 330 गर्दा कति हो 1870। यसरी चाहिँ हामीलाई छुट प्रतिशत दियो भने चाहिँ हामीले छुट रकम पत्ता लगाउनुपर्छ। जुन छुट रकम पत्ता लगाउनु त हामीले अघि नै प्रश्न नम्बर 1 को हिसाबमा चाहिँ गरिसकेका छौँ हैन। अरूलाई चाहिँ सरसर्ती यसरी नै गर्नु होला साथीहरू। ल अब हामी प्रश्न नम्बर 3 मा आइसकेका छौँ। तलको तालिकाबाट अङ्कित मूल्य पत्ता लगाउनुहोस्। अघि चाहिँ हामीलाई विक्रय मूल्य पत्ता लगाउने थियो भने अब यहाँ चाहिँ हामीलाई अङ्कित मूल्य पत्ता लगाउनु दिएको छ। हामीलाई क्वेसनले दिएको छ विक्रय मूल्य रु 2150 र छुट प्रतिशत, विक्रय मूल्य र छुट प्रतिशत दिएको छ र पत्ता लगाउनु पर्ने छ अङ्कित मूल्य। विक्रय मूल्य र छुट प्रतिशत दिएको बेला हामीलाई अङ्कित मूल्य पत्ता लगाउने सूत्र फर्मुला हामीलाई थाहा छ हैन। एमपी को छुट प्रतिशत। ल सबैभन्दा पहिले हामीले छुट रकम निकालौँ।
छुट रकम भनेको चाहिँ के हो एमपी को छुट प्रतिशत हो अहिले हामीले अंकित मूल्य चाहिँ 100 मानौं अथवा एमपी नै मान्यो है मानौं अंकित मूल्य चाहिँ एमपी छ अब हामीले सबैभन्दा पहिले छुट रकम निकाल्नु पर्यो एमपी को 14% भनेको 0.14 यो चाहिँ प्रतिशतमा लग्दाखेरि यसलाई प्रतिशत हटाउँदाखेरि 0.14 भयो इन्टु एमपी अब एसपी छ हामीले एसपी दिएको छ भनेपछि एसपी इक्वल टु एमपी माइनस छुट हुन्छ एमपी भनेको त एमपी नै छ नि त हैन 100 माने अथवा 100 मानेर गर्न सक्नुहुन्छ अथवा एमपी नै मानेर राख्नुहुन्छ एमपी माइनस छुट रकम भनेपछि एमपी माइनस 0.14 इन्टु एमपी गर्दाखेरि यतापट्टि चाहिँ एसपी को ठाउँमा बिक्री मूल्य 2150 छ अब ल यहाँ चाहिँ एमपी मा एमपी कमन लिएर 1 माइनस 0.14 गर्दाखेरि चाहिँ 0.86 आको है यहाँ यो नजुकिनु होला अब 2150 रुपैयाँलाई चाहिँ अब एमपी ले मल्टिप्लाइमा छ एमपी उतातिर जाँदा एमपी मात्रै भयो र उतातिर चाहिँ डिभाइड गर्दाखेरि 0.86 टाइम्स 21050 लाई डिभाइड गर्दाखेरि 2500 आयो अत उक्त मेचको अंकित मूल्य चाहिँ 2500 हो भन्ने चाहिँ भनिएको छ है ल यसरी चाहिँ तपाईले गर्न सक्नुहुन्छ प्रश्न नम्बर कति भयो प्रश्न नम्बर 3 को है ल अब बाँकीका प्रश्नहरु पनि यसै गरी गर्नु होला साडी दिएको छ बिक्री मूल्य दिएको छ छुट प्रतिशत दिएको छ भने हामीले अंकित मूल्य बराबर व्हाट हामीलाई थाहा छ अब अंकित मूल्य हामीले 100 मान्ने पनि हुन्छ अब अंकित मूल्यले एमपी नै मानौं अहिले एमपी नै मानेछ है तपाईले ध्यान दिएर 100 मान्न पनि गर्न सक्नुहुन्छ अब हामीलाई थाहा छ कि अंकित मूल्य 100 छ छुट अंकित मूल्य छुट प्रतिशत र बिक्री मूल्य दिएको अवस्था छ भनेपछि हामीले बिक्री मूल्य पत्ता लगाउने सूत्र छ एसपी बराबर एमपी टाइम्स 1 माइनस डिस्काउन्ट पर्सेन्ट अपन 100 है अंकित मूल्य इन्टु अनि अंकित मूल्य अघि चाहिँ यो सूत्रमा थियो अगाडि अंकित मूल्य इन्टु 1 माइनस डिस्काउन्ट पर्सेन्ट अपन 100 भनेको ल एसपी चाहिँ हामीले 1360 दिएको छ भने एमपी को छ एमपी भनेको एमपी नै हो टाइम्स 1 माइनस डिस्काउन्ट भनेको 20% अपन 100 अब 1 बाट चाहिँ 20 अपन 100 घटाउँदाखेरि डिभाइड गर्दाखेरि 0.80 भयो र 1 बाट घटाउँदाखेरि 0.80 भयो है बाकी चाहिँ देख्न सक्नुहुन्छ 1360 बराबर एमपी इन्टु 0.80 अब एमपी चाहिँ यहाँ यतातिर रह्यो र यो 0.80 चाहिँ मल्टिप्लाइमा छ यतातिर आउँदाखेरि डिभाइडमा भयो 1360 अपन 0.80 गर्दाखेरि 1700 आयो अत साडीको अंकित मूल्य त कति हो 1700 हो भनेर है यसरी चाहिँ अहिले गर्न सक्नुहुन्छ अन्य प्रश्नहरु पनि यसै गरी गर्नु होला ल यो प्रश्न नम्बर गमा चाहिँ अलिकति फरक तरिकाले चाहिँ गर्दैछु छु मैले बिक्री मूल्य चाहिँ 4100 छ छुट प्रतिशत चाहिँ 18% छ भने अंकित मूल्य कसरी पत्ता लगाउने भने हामीलाई थाहा छ एमपी भनेको अंकित मूल्य हामीले 100 मानौं अथवा एमपी मानै मानौं 100% माइनस 18% है छुट प्रतिशत चाहिँ कति छ 18% छ भने 100% मा 18% घटाउँदाखेरि 82% हो हैन अब 82% भनेको चाहिँ अब एमपी को 82% चाहिँ के हो 4100 भने बिक्री मूल्य हो अंकित मूल्यको चाहिँ छुट पछिको रकम जस्तै एमपी को 82% भनेको 4100 रुपैयाँ हुन्छ र एमपी टाइम्स 0.82% मा हटाउँदाखेरि चाहिँ भाग गर्दाखेरि चाहिँ यसरी आयो यसलाई चाहिँ सेम तपाईहरुले यो तरिकाले चाहिँ अलिकति बुझ्दैन भने सेम माथिकै तरिका हो यही तरिका यही फर्मुला एसपी इक्वल टु एमपी टाइम्स अंकित मूल्य इन्टु 1 माइनस डिस्काउन्ट पर्सेन्ट अपन 100 गरेर चाहिँ यो गरेर पनि निकाल्न सक्नुहुन्छ है एकदमै सजिलो छ बाकी अन्य हिसाबहरु पनि यसै गरी दिएको छु मैले तर तपाईहरुले अघिकै सूत्रको आधारमा गर्न सक्नुहुन्छ ल प्रश्न नम्बर 4 मा भनेछ दिएको अंकित मूल्य र बिक्री मूल्यको आधारमा छुट प्रतिशत निकाल्नुहोस् अंकित मूल्य 1800 छ बिक्री मूल्य 1530 छ अंकित मूल्य देखायो बिक्री मूल्य देखायो भने छुट प्रतिशत पत्ता लगाउने सबैभन्दा पहिले त हामीले छुट रकम पत्ता लगाउनु पर्यो है छुट प्रतिशत पत्ता लगाउनलाई छुट रकम बराबर एमपी माइनस एसपी अंकित मूल्य माइनस बिक्री मूल्य 1800 बाट 1500 घटाउँदाखेरि 720 आयो भने छुट प्रतिशत के हुन्छ छुट रकम अपन अंकित मूल्य हो इन्टु 100% भने छुट प्रतिशत कति आयो 15% आयो यसरी चाहिँ तपाईले सबै हिसाबहरु लेख्न सक्नुहुन्छ
प्रश्न नम्बर 5 मा चाहिँ क्वेशनमा दिएको छ किताबको अङ्कित मूल्य दिएको छ, छुट प्रतिशत दिएको छ भने पत्ता लगाउनु पर्ने किताबको विक्रय मूल्य छ। हामीलाई थाहा छ कि छुट रकम पत्ता लगाउनु पर्छ सबैभन्दा पहिला। छुट रकम भनेको अङ्कित मूल्यको छुट प्रतिशत हो। को भनेको गुणन हो, 250 एमपी भने 250 छ भने 2 इन्टु प्रतिशतलाई हटाउँदाखेरि 100 ले भाग गर्नुपर्छ। त्यसरी हिसाब गर्दाखेरि चाहिँ 30 आयो र विक्रय मूल्य भनेको के हो, एमपी माइनस छुट रकम हो। त्यही भएर 200 त्यही भएर चाहिँ हामीले छुट रकम निकालेको है। विक्रय मूल्य भनेको चाहिँ अङ्कित मूल्य माइनस छुट रकम हो नि त, त्यही भएर छुट प्रतिशत दिएर हामीले छुट रकम पत्ता लाग्यौँ पहिला। यसरी चाहिँ हिसाब आयो। अन्य बाँकी हो भने यसरी नै गर्न सक्नुहुन्छ है। ल प्रश्न नम्बर 6 मा चाहिँ हामीलाई विक्रय मूल्य दिएको छ, छुट प्रतिशत दिएको छ भने हामीले अङ्कित मूल्य पत्ता लगाउनुपर्छ। अघि हामीले गरेको थियो त्यस्तै गरी चाहिँ गर्न सक्नुहुन्छ। अब यहाँ चाहिँ विक्रय मूल्य बराबर अङ्कित मूल्य इन्टु 1 माइनस डिस्काउन्ट पर्सेन्ट अपन 100 गर्ने। यो चाहिँ यसको मेन फर्मुला चाहिँ अङ्कित मूल्य माइनस अङ्कित मूल्यको छुट प्रतिशत हुन्छ है। विक्रय मूल्य बराबर यो चाहिँ सुरुको अघि मैले देखाएको थिएँ नि सुरुमा सूत्र हो, त्यहाँनिर चाहिँ राम्रोसँग हेर्न सक्नुहुन्छ। ल प्रश्न नम्बर 7 को बारेमा पनि यहाँनिर दिएको छु मैले, एकदमै राम्रोसँग हेर्नु होला है। ल अनि 10 नम्बरको छ, रहमान एउटा सुटकेसको अङ्कित मूल्य 6000 तोके र उनले 15% छुट दिएर बेच्दा उनलाई 500 रुपियाँ नाफा भयो। 15% छुट दिएर बेच्दा 500 रुपियाँ नाफा भयो भने दिएको अङ्कित मूल्य रु 6000 छ, छुट प्रतिशत 15% नाफा चाहिँ 500 छ। कति रुपियाँ छुट दिए भने चाहिँ छुट दिने छुट रकम पत्ता लगाउनु पर्यो हैन। छुट रकम भनेको 15% हो। 15% कतिको हो, 6000 को अङ्कित मूल्यको 15% भनेपछि छुटलाई चाहिँ प्रतिशत हटाउँदाखेरि 100 ले भाग गर्ने र 6000 गर्दाखेरि 900 रुपियाँ चाहिँ छुट दिएका रहेछन्। यसरी चाहिँ हामीले प्रश्न नम्बर 10 को पनि उत्तरहरू सक्यौँ। हवस् त प्यारा विद्यार्थी भाइ बहिनीहरू, भिडियो अलिकति लामो लेन्दी भए पनि तपाईँहरूलाई चाहिँ एकदमै सहयोग गर्नेछ भन्ने कुराको आशा लिएको छु। भिडियोमा यदि भिडियो राम्रो लाग्छ भने भिडियोलाई लाइक, च्यानललाई सब्स्क्राइब र साथीहरूलाई सेयर गर्न नभुल्नुहोला। म फेरि पनि अर्को नयाँ च्याप्टर 6 को प्रश्न उत्तरहरूलाई एकदमै सरल तरिकाले ब्रेकडाउन गरेर लिएर उपस्थित हुने नै छु। आजका लागि यस भिडियोमा यति नै। हवस् त, धन्यवाद।